दारै परे म त साली रोएर चौपट्टा च्यापियो हस्पिटल जाने एम्बुलेन्स बोलाइदिउँ एम्बुलेन्स बोलाइदिउँ दर्शन शुभ प्रभात पूजा गर्दै हुनुहुन्छ पूजा गर्दैछु अब सके पूजा अन्त्य भन्नु पञ्चबली खाइदिनु बुवाले पूजा गर्दै हुनुहुन्छ यहाँ सर्वहारी आजको हाम्रो यस भिडियोको सुरुवात भगवानजीको दर्शनबाट अनि बुवाको आशीर्वादबाट करुणा करमे देव हेलो आमा हजुर हेलो सन्चै हुनुहुन्छ ठिकै छु के गर्दै हुनुहुन्छ नि म बसेछु थुबुक्क बिहान भयो कि भएन हजुर बिहान भयो कि भएन भयो अनि निन्द्रा लाग्यो कि लागेन हिजो राति लायो बेलुकी लाएन अलि राडा लायो बुहारी नानी बुहारी नानीले केयरिनको नि ए बुहारी नानी ओहो बुहारी नानी त सुत्तिन् उठाए उठ्छिन् त्यही हो यहाँ काम हुँदैछ धमर्दैछ तरिकाले घरको अवस्था हेर्नु पर्दाखेरि यहाँ यस्तो लथा प्लस लिङ्ग लथा लिङ्ग छ भेनासी के हुँदैछ आज सरसफाइ हुँदैछ त्यो भएर हो यो मिलाउनै सकिएन कि यहाँ चाहिँ हजुर हजुरको मुरली कता छ मेरो बाँसुरी त्यहाँनिर छ ल कतिखेर बजाउनुहुन्छ आज बजाउनुहुन्छ कि नै आज बजाउँला ल सबैजनाको डिमान्ड आइसकेको छ बाँसुरी सुन्ने भनेर आज जसै बजाउनै पर्छ तपाईँले बाँसुरी ल अब चाहिँ हामी कोठामा मिलाउँछौँ हस्बेन्ड वाइफ कहाँ हो यो थैलो सफा गर्दै हुनुहुन्छ यहाँ हस्बेन्ड वाइफहरू यो रुम सफा हुनुको केही झलक अगाडि सरी च्यापियो हात हात च्यापियो ओहो सेट हस्पिटल जाने एम्बुलेन्स बोलाइदिउँ एम्बुलेन्स बोलाइदिने अब तँलाई पनि लाग्ला विराज एम्बुलेन्स बोलाउने हो होइन एम्बुलेन्स बोलाउने होला अलि च्यापिन्छ Finally, after some hours of mehnat, room is completely fine, guys. सब क्लीन भइसकेको छ. Oh my god. Guys, check the sound. But गुन्द्रुक यहाँ तरकारी कुकिङ हुँदैछ अनि oh my god गुन्द्रुक पाक्दैछ आज यो चाहिँ अचार बनाउनको लागि हाम्रो भिनाजुलजीले रेडी पार्नु भएको छ सामान गाइस ए क्युटी व्हाट आर यु डुइङ एज युजुअल आज पनि मजाले राजा झैँ बसिरहेछ हाम्रो राजा यी खै राजा के हेरेको यस्तो कसलाई हेरेको छ हेलो जिजाजी भिडियो बनाउँदै हुनुहुन्छ जिजाजीले हाम्रो भिनाजु पाकिसक्यो नसकेपछि त पाकिहाल्छ साउनी बजाई व्हाट आर यु डुइङ साउनी बनाइङ ढिलो डुइङ ऑल थिंग समथिङ ए साउनी टुडे व्हाट यु मेक गुन्द्रुक र रुई हजुर वेयर इज गुन्द्रुक जस्ट शो मी गुन्द्रुक oh my god so beautiful गुन्द्रुक you can see wow so beautiful like you
Gundruk. Here is some achar. 2 varieties of achar. Here is some khursani, piro, and क्या बोलते हैं इसे? Lemon. ये नपिरो चटनी, ये पिरो चटनी. यो पिरो चटनी, यो नपिरो चटनी. ले. हैरान पारे हैन मैले त दिगदारै परे म त अब खाना खाने हो कि आमा हजुरले हलुवा खाने कि ढिलो खाने कि भात खाने कि के खाने हलुवा खाने हलुवा खाने साँच्चै साँच्चै हलुवा खाने ल किनाश्री हजुरले के खाने आज ढिँडो गुन्द्रुक खाने ढिँडो गुन्द्रुक बुवा हजुरले के खाने हुन्छ रोटी हो मेरो रोटी रोटी र दुध फेरि एकचोटि हजुरलाई देखाउँछु म मैले त बिस्केरी मस्काएर मिठो बनाएर आज भट्ट दाइसाली रोएर चौपट्ट बडो कान्छी बुहारीले कस्तो बनाउँछिन् मिठो बनाएर खान पर्छ आज। कहिले खाएर हलुवा निल्न नजान्नेले के भन्नु बुवाले के भन्दा फेरि भन्दा देख्छु राम निल्न नजान्नेले के बनाउली होइन बुवा के बनाउने हो भट्टभरिको राम्रो कालो भट्ट पथी राम्रो खानु त मिठो ठुलो भट्ट मिठो बलियो हुन्छ मिनाजु सकिन्छ नि होइन सकिन्न होला यो त किन बढी भयो आमा होइन मैले खाने ढिँडो कस्तो भएको छ भिनाजुको गफमा यो बच्चा खान सक्यो यति राम्रो भइछ बुवा कस्तो भइछ तरकारी तरकारी जाति भयो एकदम खाना नजान्ने मान्छेले बनाए कस्तो भइछ चटनी यो चटनी हजुरले बनाउनु भयो एकदम सुपर सुपर डुपर सुपर टेस्टी छ हो साँच्चै स्पाइसी छ मलाई खानु पनि देख्छ त्यो क्वाप्प भएर चटनीसँग कि नाइस वाह मिठो छ ओ माई गॉड आमा मलाई त नदेखाउनु बिनाजुलाई पनि घिउ रोकिन म अहिले खान्छु बुढो सम्बन्धी म तपाईँलाई देखाउँछु ल कति दिया धेरै भयो भनेको कति धेरै भयो आमा निन्द्रा लाउने यति आमालाई आज भात थोरै भएर यति भात त म टिको लाएर हिँडिदिन्छु भन्नु रमाइलो भयो जिन्दगी होइन आमा ए साउनी हिँड्नु आजको खाना कस्तो भयो आज नेसनल फुड खाइयो नेपालको नेसनल फुड के हो त्यही हो र गुन्द्रुक ढिँडो नेसनल गुन्द्रुक ढिँडो थियो अहिले त अपडेट गरेर चाहिँ दाल भात तरकारी बनायो बिल्लिया रानी भिनाजुका नानी पछाडिको घाउ मजाले पाकेको थियो यसको छ्या अन्त खुट्टा पनि खच्चाइरहेको छ यसले अझै खुट्टा खच्चाउँदै हिँडिरहेको छ यसको घाउ यहाँ घाँटीको सन्चो भयो यहाँको सन्चो भइसकेको छ यसको घाउ अझै निको बनाउँदैछौँ हामी यसलाई ए टमी टमी की बहन खोइ टमी हेलो टमी के पापाजी के खाँदै हुनुहुन्छ भ्याइदिनु भयो
आमा आमाको हाँस मिठो मलाई त कन्टेन्टै बनाइनेले भन्नु न आमा हाँसो लाउँछ के नि त बाई बाई भन्दैन नि त अब बाई 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 गुड नाइट बाई 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 सानो भाइ ल बुवा 2 शब्द जाओस् त हजुरको पनि भक्तले आशीर्वाद ज्ञान बुद्धि बढोस् कान्छा सबैको रक्षा तिमीले गरे तिमीलाई भगवान्ले गरौँ त्यही हेलो अघि भर्खर रोइ थिइन् कि नि मलाई मामाले भिडियोमा लिनु भएन अब त रुनाउने होइन अब म साँच्चै रुदिनँ म रुदिनँ मलाई लाज लाग्यो लाज किन राम्रो छ म त पढ्दैछु केही काम गर्न पाउन्न भनिदेऊ न हाम्रो चाहिँ घुम्न जाने प्लान क्यान्सल भयो के भएर क्यान्सल भयो भन्दा पानी पर्यो ढिलो भयो घुम्न जान सकिएन अब फेरि नेक्स्ट प्लान गरेर हामी जाँदैछौँ सो आजको लागि यति नै आजको लागि चाहिँ दिस इज द एन्ड होइन अब अर्को भ्लग चाहिँ फेरि हेर्नु होला